म राजावादी होइन, तर राजा देशको लागि आवश्यक भयो। किनभने मभन्दा माथि मेरो देश छ, मेरो आम नेपाली छ भन्ने कुरा म स्पष्ट छु। त्यसको लागि म जुनसुकै मेरो भूमिका निर्वाह गर्न, जहाँ मेरो बलिदान दिन मैले किन नपरोस् म तयार छु। मैले कुनै हल्का रूपमा बोलेको छैन। को यो नेपालमा यो देखेँ मैले पछिल्लो समय को मान्छे कसरी नेतृत्वमा आउँछ, कसरी नेतृत्वमा ल्याइन्छ, कसरी सेतो पार्टी जस्ताले प्रचार गर्छन् भन्ने कुरा हामीले नबुझेको कुरा छैन। मिडियाकर्मी साथीहरू, तपाईँ मिडियाकर्मी को हुनुहुन्छ? तपाईँ कतिपयको त्यो धन्दा हामीलाई नबुझे होइन। पार्लियामेन्टमा त्यही देखिन्छ, जबरजस्ती त्यही मान्छेलाई फोकस गरिरहेको छ। त्यसैलाई कुन दिन अब फेरि पार्लियामेन्ट अब आउने अवसर मिल्यो भने त्यो छानबिन गरेर त्यो मिडियामा हेर पनि भइरहेको छ। स्वागतजी, यस्तो प्लान्टेड र पेनिटेड भइरहेको छ कि यहाँ। किन मिडियालाई मान्छेले सुन्छ, मिडियालाई मान्छेले हेर्छ, मिडियालाई मान्छेले देख्छ, मिडियालाई मान्छेले बुझ्छ र त्यो आफू धारणा बनाउँछ। नेपालीहरू अरू कुरा थाहा हुन्न नि। त्यस कारण यो कुरा बडो, किनभने मुख्य रूपमा नेपालको हरेक क्षेत्रमा दलभित्र ठुलो प्रभाव छ। पद प्राप्तिको लागि आफूले पाउनको लागि सिद्धान्त पनि चाहिँदैन। म दुःखका साथ भन्छु, कांग्रेस पार्टीभित्र पनि त्यो चरित्र हाबी भएको कारणले आज म बदनाम भएको छु। म भ्रष्टाचारी कांग्रेस भएको छु। मलाई पीडा छ। म पशुपतिनाथलाई साक्षी राखेर भन्छु, म भ्रष्टाचारी छु भने मलाई थाहा होला कि भगवान प्रसन्नलाई थाहा छ। तर मेरो अरू घर जल्या छ। इतिहासमा के लेखिएला भन्दा शङ्कर भण्डारी भ्रष्टाचारी भएर उसको घर जला भने एउटा दस्तावेज लेखिएला। त्यो भ्रष्टाचारी छ त मलाई झुन्ड्याउने। ल म यो पनि स्वीकार्छु, यदि भ्रष्टहरूलाई फाँसीको सजाय दिनुपर्छ भने म स्वीकार्छु।